यो हत्याराको कुरा सुनौं त एकचोटी। पासपोर्ट रोक्ने के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं? कसो अरे? हाहुको सरकार अरे? भदौ 24 गते याद रहोस्, यो कुनै हाहुको सरकार होइन। त जस्तो भ्रष्टाचारी, त जस्तो हत्यारालाई घर घर गएर लखेटेर बनेको सरकार हो यो हत्यारालाई मैले त नै भन्छु। भाद्र 22 गतेसम्म तपाई भन्थे, भाद्र 23 पछि यसलाई मैले त नै भन्छु। हाहुको सरकार याद रहोस्, भाद्र 24 गते कसरी घरबाट भाग्न परेको थियो, कसरी 4-5 दिन शिवपुरीको जंगलमा लुक्न परेको थियो। याद रहोस्, कुनै हाहुको सरकार होइन यो। स्वतन्त्र युवालाई कमजोर सोचेर यस्तै अभिव्यक्ति दिस भने नि विदेशमा भाग्ने होइन, शिवपुरीको जंगलसम्म भाग्ने समय पाउने छैन हत्यारा। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। म पनि सोध्न चाहन्छु सरकारलाई, आजसम्म यो हत्याराहरू किन खुलेआम घुम्दैछन्? आजसम्म यी हत्याराहरू किन हिरासतमा छैनन्? के हेरिरहेको छ सरकारले? छिटो भन्दा छिटो यस्ता हत्यारा, यस्ता भ्रष्टाचारीलाई कोस्नु पर्यो। त्यसपछि बल्ल जेनजीको आन्दोलनमा शहीद भएका ती भाइ बहिनीहरूको आत्माले शान्ति पाउनेछ। जेनजीको आन्दोलनलाई मजाक बनाइरहेका छन्, यिनीहरूलाई छिटो भन्दा छिटो हिरासतमा लिएर छानबिन होस्।